मेरो छोरालाई पापा अन्जाने मिलेर कुटेको रहेछ, के गल्ती गरेछ र कुटेको? तपाईँको छोराले अक्षम्य गल्ती गरेको छ आमा, ठुलो गल्ती गरेको छ। सत्य बोलेको छ नि त। देशको ठुला ठाला पार्टीको विरोध गरेको छ। किन गरेको त? देशको जनताको हितमा बोल्न पाइन्छ यो देशमा? पाइँदैन। अलिकति सचेत हुनु पर्थ्यो आमा, तपाईँ र तपाईँको छोरा। किन यसरी उग्र भएर के अरे जेनजीको सपोर्ट गरेर पार्टीको विरोध गरेको त? अनि 5 जना नभन्नु न आमा, 5 जना होइन, एमालेका गुण्डाले कुटेको हुन्। किनभने एमालेको विरोध गरेर तपाईँ बोल्नु भएको थियो, तपाईँ बोल्नुभयो, तपाईँको छोराले कुटाइ खायो। कस्तो समाजमा छौँ है हामी? अम्म, पार्टीको अलिकति पनि विरोध गरेर बोल्यो भने कुटाइ खानुपर्ने? चुनावी प्रचार गरेको होला होइन? एमाले छ, एमाले यति बलियो छ भनेर दम्ब देखाएको होला नि त। हामी जस्ता युवाहरूलाई, भोलिका भविष्यहरूलाई कुटेर रगत बगाएर मारेर एमाले कहाँ पुग्न चाहन्छ? यो भुसुना जस्तै हो एमाले पनि। अब त त्यस्तै लाग्न थालिसक्यो। कुनै समय एउटा राजनीतिक यो गर्ला, यो पार्टीले त यति गर्ला भन्ने आश लाग्थ्यो। अब त कसैमाथि पनि आश नहुने भयो कि। सबको आफ्नै एजेन्डा, आफ्नै विचारधारा र आफ्नै शोषण शैली। एआरके भाइको न्यायको लागि सबैले आवाज उठाउँ है। यो हिजोको घटना हो। आज बिहानदेखिबाट कसैले त बोल्ला भनेर राखेको थिएँ। एकदम बिरलै भाइको सपोर्टमा बोलेको पाएँ। अनि आज मलाई नै अफिसबाट अहिले आउने बित्तिकै मलाई एकदम छटपटी भइरहेको थियो र यो विषयमा बोलेर हालेको छु। एआरके भाइको जस्तै आवाज हामी सबैले बोल्न जरुरी छ। भाइलाई सपोर्ट गर्न जरुरी छ। सबैले हाम्रो देशको लागि बोलाउँ, पार्टीको लागि होइन। जुन पार्टी, जुन व्यक्ति देशको हितमा आउँछ त्यसलाई हामी सधैँ सपोर्ट गर्छौँ। तर देशको जनतालाई मार्ने, कुटपिट गर्ने पार्टी पनि काहीँ नेतृत्व गर्न सक्छ? छी।